गाजरको हलुवा बनाउँदा दुध फाटेर हैरान हुनुहुन्छ? यसो गर्नुहोस् अनि कहिले फाट्दैन। होइन, यो पोका दुध पास्चराइज लेखेको हुन्छ तर पनि नउमाली चित्तै नबुझ्ने म मात्रै हो कि तपाईँहरू पनि त्यस्तै हो? 2 पोका दुध उमाल्न राखेर त मलाई पो हेर बन्छ अनि आफू भने चाहिँ गाजर तास्न म मन्द बुद्धि फेरि दुध उमालेको हेर्नुपर्ने, गाजर तासेको हेरिबसे खत्तै पोखियो भने। धन्न हात खाली थिएन र मात्रै नभए दुधमा डुबाएको पाउरोटी जस्तै हालत भइहाल्थ्यो मेरो। दाँत दुखी सकी नसकी भिडियो बनाउँदैछु, अन्तिमसम्म अवश्य हेर्नु होला है, नत्र भने फाइन लाग्छ नि फेरि। भिडियो अन्तिमसम्म नहेर्नेले थपक्क 50-50 रुपियाँ फाइन तिर्नु त होइन। म पनि हर्कपतिर लागे क्या हो। ऊ अटो ड्राइभर, म सिटी ड्राइभर। ऊ पनि क्युआर बाड्ने, म पनि क्युआर बाड्ने। लेट हर्क असाइड, अब हामी मूल मुद्दामा जाउँ। सुरुमा कुकरमा घिउको भुटुन हाल्ने, अब त्यसमा 2 दाना जति सुकमेल पड्काउने, त्यसमा अघि उमालेको दुध पनि हालिदिने। हतार गाजर नहाल्नु होला नत्र दुध फेरि फाट्छ। एकछिन दुधलाई उम्लिन छोडिदिने। दुध यसरी उम्लिन थालिसकेपछि अनि गाजरलाई पनि लगाइदिने। मजाले पुनिउले चलाएर गाजरलाई सबै दुधमा डुबाउने, भिर्को लगाएर 2 सिटीसम्म पाक्न दिने। गाजर पाक्दै गरोस् कि तपाईहरु चाहिँ धमाधम सब्स्क्राइब गर्नु त 20,000 पुग्न आँटेको छ, 20,000 पुर्याइदिनुस्। गाजरलाई सिटी लाउनुको अर्थ चाहिँ गाजरले आफ्नो पानी छाडोस् र मजाले पाकोस् भनेर हो। 2 सिटी लागिसकेपछि अब फेरि गाजरलाई अर्को कराईमा खनाउने। तपाईहरुलाई सुरुमा घिउ हालेको त याद छ होला। त्यही घिउका कारण चाहिँ अहिले हाम्रो गाजर हाम्रो कुकरमा टाँसिएको छैन र कराईमा हालेर 15 मिनेट जति पकाउने। यसो गर्दाखेरि गाजरले दुध सोच्छ र स्वाद अझै बढेर आउँछ। र अन्तमा आफूसँग छ भने केसर र थोरै ड्राई फ्रुट्स पनि लगाइदिने। हैट्टेरीका माटोले झन्नै मेन चिनी नै छोडिदिएर चिनी पनि लगाउने। यति गरेपछि त हाम्रो हलुवा तयार भइहाल्यो नि। हाम्रो भिडियो मन परे लाइक र कमेन्टमा केही सल्लाह सुझाव छ भने लेख्न नबिर्सिनु होला। आजलाई यति, बाई।